फिल्म हेर्नु धेरैजना बादी कम्युनिटीकै दिदीबहिनीहरू पनि हुनुहुन्थ्यो होइन उहाँहरूले एकदम त्यो आफूले रिलेट गरिरहनु भएको थियो इन्जोय गरिरहनु भएको थियो जसरी रेजोल्युसन हुन्छ हाम्रो सिनेमाको त्यो रेजोल्युसनलाई जसरी उहाँहरूले मन पराइदिनु भएको थियो त्यो एकदमै खुसी लाग्यो देख्दाखेरि तर अरू दिदी आन्टीहरू रुनु भएको देख्नुभयो या देख्नु भएन कस्तो लाग्यो रे तपाईँलाई आएर माया गर्नुभयो कि भएन फिल्म राम्रो लाग्यो भनेर कुनै कुनैले हो अनि तपाईँको फिल्म हेर्ने साथीहरू आन्टीहरू फ्यामिली मेम्बर्सहरूले केही हुँदैन त छोडिदिनु के भनिरहनु भएको छ तपाईँको एक्टिङलाई लिएर राम्रो गराछौ भन्दै हुनुहुन्थ्यो हो तपाईँलाई देखेर रुनु भएको छ कि छैन कतिजना आन्टी दिदीहरू तपाईँको अगाडि नआउनु भएको होला है हो अनि तपाईँको कसले हेर्नु भयो त फिल्म दादा आमा बुबा साथीले हो के भन्नुभयो त उहाँहरूले आमा बुवालाई त भनेको छैन साथीले चाहिँ राम्रो गराछौ भनेको थियो हो तपाईँले राम्रो गर्यो जस्तो लाग्छ फिल्ममा मेरो दिदीको कथा हो भनेर भन्थे होइन मेरो दिदी पनि हुन्छ नि आउनु भएको छ मेरो दिदीहरू सबैजना यही पनि हुनुहुन्छ मेरो दिदी होइन एकजना उहाँहरूलाई पनि एकदम राम्रो लाग्यो मुभी अस्तिसम्म के हो भन्ने हुनुहुन्थ्यो तर आज चाहिँ फेरि मेरो बच्चाहरूलाई देखाउन पाएकोमा म एकदम खुसी छु यो मुभी एकदम थ्याङ्क यू भन्न चाहन्छु धेरैजना दिदीबहिनीहरू अलिकति इमोसनल हुनुभएको भएर चाहिँ एक्चुली के रहेछ भनेर गफ गर्न खोजेको भित्र अलिकति भिडम्बाड भएको भएर जस्तो कुरा हुन पाएन अब त्यही हो कि अब दुखी पनि होइन किनकि उहाँहरू यसो हामीले भन्न खोजेको इमोसनसँग उहाँहरूले कनेक्ट हुन सक्नुभयो भने त्यो कुराले खुसी नै लाग्छ तर अब स्याडली अनफर्चुनेटली कुनै टाइममा यस्तो थियो हाम्रो त्यो जुन कुरासँग चाहिँ उहाँहरूले रिलेट गर्न सक्नुभयो हुन त मुभी भने फिक्सनलै हो तर हामीले केही न केही एउटा रियालिटीलाई टिपेरै बनाएको भएर चाहिँ स्याडली त्यस्तो कुरा पनि थियो कुनै टाइममा होइन जसले चाहिँ अलि सम्झिँदाखेरि पनि उहाँहरू हुन्छ नि त्यो रिलेट गरेर स्याड हुन सक्नुहुन्थ्यो आमाको भूमिका चाहिँ एकदम राम्रो लाग्यो मलाई त्यही नानीलाई जसरी भयो जस्तै परिस्थितिमा एकदम राम्रोसँग सम्हालेको मैले छोराछोरीको दुःख पाउँदा आमाको भूमिका चाहिँ निभाउन पाइयो हजुर थ्याङ्क यू धन्यवाद होइन सबैजना आई थिङ्क आफ्नो आफ्नो ठाउँमा स्ट्रङै हुनुहुन्छ होइन त्यो परेपछि चाहिँ आफू त्यो डिफेन्सिभ मोड अन भइसकेपछि मान्छेहरू स्ट्रङ हुने आफ्नो स्ट्रेङ्थ थाहा हुने हो नि त होइन म पनि कति स्ट्रङ छु भनेर आफूले त्यस्तो सिचुएसन भोगिसकेपछि बल्ल म यतिको स्ट्रङ रहेछु मैले यतिको थेक्न सक्ने रहेछु भने त्यसपछि मात्रै थाहा हुने हो सायद उहाँहरू भएको भए उहाँहरूले गर्नु पनि भएको छ जतिजना पनि तपाईँहरूले भेट्नुभयो होइन जतिजना पनि हामीले बादी समुदायको महिलाहरू भेटेको छ उहाँहरूको आफ्नो भोगाइ छ यो मेरो सिनेमामा मैले मेरो क्यारेक्टरले भोगेको भोगाइ एउटा होला तर उहाँहरूको आफ्नो भोगाइ छ सबैले आफ्नो तरिकाले भोग्नु भएको छ आफ्नो तरिकाले त्यो कुरालाई फाइट गरेर आज यहाँसम्म आउनु भएको सबैको स्ट्रेङ्थ त्यत्तिकै स्ट्रङ हुनुहुन्छ उहाँहरू सो सबैजना नै स्ट्रङ केटी मान्छेहरू स्पेसली मेन्टली यति स्ट्रङ हुन्छ कि फिजिकली हाम्रो नेचरले अलिकति केटाहरूभन्दा अलिकति कम स्ट्रङ बनाएको हुन्छ भने तर मेन्टली एकदमै स्ट्रङ बनाएको हुन्छ त्यो स्ट्रेङ्थ आई थिङ्क आफूलाई त्यो पढेपछि मात्रै थाहा हुन्छ होला कि म यति स्ट्रङ रहेछु होइन अहिलेको सोसियल मिडियामा जुन अब एक हिसाबको चलिरहेछ नि होइन नेगेटिभ कमेन्ट्सहरू आउने त्यस कारणले गर्दा आफूलाई चाहिँ कतिको स्ट्रङली उभाइरहनु भएको छ मेन्टली त्यो पनि सुनाऊँ आइरहेछ अझै म थाहा छैन म त खासै हेर्दिनँ यस्तो कुराहरू आइरहेको ठाउँमा कुनै फेसबुकमा अलिकति आइरह होला म चाहिँ अलिकति म इन्स्टाग्रामहरूतिर एक्टिभ छु इन्स्टाग्राममा त खासै त्यस्तो मैले देखेको छुइनँ त्यो फेसबुक चाहिँ अलिक राजनीतिकरण पनि गरिन्छ जस्तो लाग्छ फेसबुकलाई चाहिँ त्यही भएर म अब त्यो आइरहेछ भने मैले इनिसियली थाहा पाएपछि म त्यसलाई अलिकति ब्लकै गरिदिन्छु मलाई त्यस्तो धेरै थाहा नै भएन अहिले चाहिँ के भइरहेछ हाम्रो फिल्मको प्रजाकै कुरा गर्दाखेरि फिल्म दुई किसिमले अडियन्स माझ गइरहेको छ कि योभन्दा अगाडि चाहिँ फिल्म बादी समुदायको भनिरहेको थियो भने अहिले चाहिँ फिल्म आमाले एउटा छोरीलाई कुन हदसम्म रक्षा गर्छ भन्ने दुई किसिमले गइरहेको छ कि यदि योभन्दा अगाडि नै तपाईँले यही प्रकारले प्रचार गर्दा भए अझै नेक्स्ट लेभलमा जान्थ्यो जस्तो लाग्यो होइन हामीले जहिले पनि हामीले प्रमोसनदेखि नै आमा छोरीको कथा हो यो आमा छोरीको कथा हो बादी समुदायको सेटअपको आमा छोरीको कथा भनेर हामीले चाहिँ आई थिङ्क मार्केटिङदेखि नै त्यो कुरा त भन्दै आएको छौँ नि है अनि एकदम सामाजिक परिवर्तन गर्ने खालको अनि फिल्म छोटो भयो हामी त छिटै सिद्धो भन्ने पनि निस्किरहनु भएको थियो कि धेरैजनाले त्यो भन्न फिल्म धेरैजनाले मलाई पर्सनली पनि फोन भनौँ न मेसेजहरू गर्नुभएकोले यति छोटो कहिले सक्यो फिल्म थाहा नै हुँदैन भन्ने जस्तो कुरा गरिरहनु भएको थियो सो त्यो भनेको आई थिङ्क राम्रो हो होइन अब हामीलाई बोर लागेर फिल्म हेर्दै ल कहिले सकेला जस्तो हुनु भनेकै फिल्मले कनेक्ट गर्न नसकेको हो फिल्म छोटो लाग्यो भन्नु हाम्रो 2 घन्टा इनफ्याक्ट 15 मिनटको फिल्मको युजुअली अब आजकल मान्छेको एटेन्सन स्प्यान एकदमै कम हुन्छ 2 घन्टाको मात्रै सिनेमा हुन्छ युजुअली आजकल चाहिँ तर 2 घन्टा हामी अलरेडी 15 मिनट हुँदाखेरि पहिला चाहिँ लामो हुन्छ कि सिनेमा भन्ने जस्तो लागिरहेको थियो टिममै पनि तर
यत्रो 15-20 मिनट एक्स्ट्रा हुँदाखेरि पनि मान्छेहरूले कनेक्ट गर्न सक्नु भएको भएर छोटो लागेको होला सायद। कतिको अझै कति धेरै अडियन्सहरूलाई त लाली बजार चलिसक्यो भनेर थाहा रहन्छ नि त। अनि हजुरहरूले चाहिँ के भन्नुहुन्छ उहाँहरूलाई? अनि त्यसपछि अब अहिले त हेरिराख्नुहुन्छ होला नि त माध्यमबाट, सामाजिक माध्यममा। अब जस्तै मैले सेयर गरेको मेरो कन्टेन्टहरू मलाई फलो गर्ने अडियन्सहरूले मलाई थाहा पाउनुहुन्छ होइन। केही हदसम्म अलिकति न्युमरस अडियन्सहरू हुनुहुन्छ होला मलाई फलो गर्ने, त्यही भएर मेरो सोसियल मिडियामा भनौँ न स्पेसली उहाँहरूले थाहा पाउनु भएको छ। तर हाम्रो अडियन्स त्यति मात्रै होइन नि त होइन, धेरै अडियन्स हुनुहुन्छ। सो उहाँहरू सबैसम्म चाहिँ अझै पुगेको छ नि। बट हाम्रो अब 1-2 दिनको 3 दिनको फेरि अहिले चाहिँ तपाईँको म्यासिभ प्रचार भनेको चाहिँ फिल्म लागिसकेपछि हुन्छ। नेपाली फिल्मको लागि चाहिँ फिल्म लागिसकेपछि फिल्म कस्तो छ भनेर सुनेर फिल्म लागेछ है भनेर सुनेपछि जाने अडियन्सहरू धेरै हुन्छ। सो अब बिस्तारै ग्रेजुअली थाहा पाइराख्नु भएको छ र थाहा पाउनु भएको अडियन्सहरूले र जेन्युइनली नै मलाई यति धेरै, मैले तपाईँलाई हिजो पनि भनेको थिएँ, यति धेरै पर्सनली मेसेजेसहरू गर्नुभएको छ, यति धेरै ट्याग्सहरू गर्नुभएको छ। फेरि बाहिरको अडियन्सहरूले रिभ्यू नै ल्याएर ट्याग गरिरहनु भएको छ कि यति लामो भनेको चाहिँ त्यो एफर्ट लगाउने भनेको साँच्चीकै उहाँहरूले मन पराउनु भएको रहेछ भन्ने कुराले चाहिँ एकदमै खुसी छु। यो मधुबालाले आफ्नो छोरीको लागि त के गर्यो हामीले देखिसक्यौँ फिल्ममा होइन, तर स्वस्तिमाले चाहिँ आफ्नो फिल्म आफ्नो सन्तानको लागि चाहिँ कुन हदसम्म पार गर्न सक्छ जस्तो लाग्छ त? आफ्नो मेरो बच्चालाई यो फिल्मवाला बच्चा तपाईँको फिल्मलाई ओके होइन हद पार भन्दा पनि सबै कुराको बााउन्ड्री त भइहाल्छ होइन। तर त्यही हो अब आफूले गर्न सक्ने बेस्ट त गर्ने नै हो नि। किन प्लस कस्तो पनि भन्दाखेरि अब स्पेसली म चाहिँ हलमा लागुन्जेलसम्म नै हो, म म्यासिभली अडियन्समा पुर्याइदिनुपर्छ, त्यो एउटा रेस्पोन्सिबिलिटी पनि हो होइन। म एज एन एक्टर मैले धेरैभन्दा धेरै अडियन्समा पुर्याइदिनुपर्छ भन्ने, अनि फिल्म लागिसकेपछि म एकदम अडियन्सकै हातमा छोडिदिने मान्छे हो खासमा चाहिँ। तर हाम्रो चाहिँ यो केसमा चाहिँ कस्तो भयो भने तपाईँको 1 हप्ता लास्टको 1 हप्ता हामीलाई धेरै बोल्नुपर्ने टाइममा चाहिँ एकदमै बोल्नै पाएनौँ होइन। अदालतबाट हाम्रो तपाईँको भर्डिक्ट नआइकन हामी त्यसरी धेरै बोल्न मिल्ने थिएन, त्यही भएर पनि लास्ट विक बोल्न मिलेन। अनि त्यो अब सकेसम्म अडियन्सलाई फिल्म लागिसक्यो है भन्ने कुरा अहिले भन्नु परिरहेछ, त्यही भएर पनि अझ धेरै एक्स्ट्रा एफर्ट चाहिँ लगाइराख्नु परिरहेछ। बट एकदमै वर्थ इट भएको छ। तपाईँहरूलाई चाहिँ थ्याङ्क यू।